लिड गरिरहेको पुरा यो त्यो जमागर खेरेर बसिरहेको हुन्छ बहिनीहरूलाई, भाइ बहिनीहरूलाई आफ्नो झुन्डलाई नै लिएर जान्छ अनि गफ हैन। मण्डलीभित्र गरिने हरेक क्रियाकलापहरू उत्तिकै महत्त्वपूर्ण र उत्तिकै आत्मिक छ अनि सबै यहाँनिर गरिने हरेक क्रियाकलापले ठुलो परमेश्वरलाई महिमा ल्याउने कुरामा ठुलो भूमिका निभाइरहेको छ। एभ्रिथिङ हेला गर्यो भने मण्डलीले ठुलो क्षति बेहोर्नु पर्नेछ। यदि हामीले यो गीत अनि सङ्गीतको सेवकाई जुन छ मण्डलीभित्रको, यो गीत अनि सङ्गीतको सेवकाईलाई हामीले अलिकता पनि नजरअन्दाज गर्ने हो भने, यसलाई हामीले त्यति महत्त्व नदिने हो भने मण्डलीमा खडेरी सुरु हुन्छ आत्मिक, किनकि यसको आत्मिक महत्त्व त्यति ठुलो छ है। त्यसैले आज यो अब वर्शिप एन्ड म्युजिक राख्यो। अब वर्शिप त हुन त अब वर्शिप ठुलो विषय हो, तर त्यो ठुलो विषयको एउटा पक्षलाई हामी सुनेछौँ जुन चाहिँ गीत अनि सङ्गीतको पक्ष मण्डलीभित्र हामीले सुनेका छौँ है त।